हेलो गाइज आज म र मेरो छिमेकी बहिनी भएर चाहिँ हामी मम्मीको बर्थडे सरप्राइज प्लान गर्दैछौँ। अनि अहिले मम्मी एकैछिनपछि आउनुहुन्छ होला। मम्मीलाई चाहिँ थाहा छैन यसको बारेमा। अनि मम्मी आएपछि सरप्राइज पाएर मम्मीको रियाक्सन चाहिँ कस्तो आउँछ है अहिले हेरौँला है सबैजना भएर। हेर्नु गाइस हामीले बेलुनहरू फुलाहाम अनि उता पनि हामीले त्यो डेकोरेट गरेहाम झिलिमिली टङ्गाएर हैन उति मम्मीको बर्थडेको लागि यतिको डेकोरेसन गरेर भइसकेको छ। मम्मीलाई चाहिँ थाहा छैन बर्थडेको सरप्राइज दिँदैछौँ हामीले भनेर। मम्मी चाहिँ अब एकैछिनमा आउनुहुन्छ अनि मम्मीको रियाक्सन कस्तो हुन्छ देखाउँछु है त मैले हजुरहरूलाई। म चाहिँ किचनमा खानाको तयारी गर्दै थिएँ, त्यही भएर बाँकीको प्रिपरेसन चाहिँ बिपिकाले गर्दै थिइन्। तर प्रिपरेसन गर्दा गर्दै उनले चाहिँ केकको बक्सै खोल्न सकिनन्। अनि केही समय लगाएर अनि त्यसले बक्स चाहिँ खोलिन्। फाइनल्ली बक्स खोलेर केक चाहिँ हातमा आयो। केक देख्दा बित्तिकै उनी खुसी भएर फुङ फुङ भएर नाच्न थालिन्। वाउ वाट अ केक, कति राम्रो केक हो। मैले चाहिँ स्पेसल्ली मम्मीको लागि भनेर यो डिजाइन दिएको बनाउन। यतिकैमा ऊ नाच्दा नाच्दै उसको मम्मी पनि आइपुग्नु भयो। अनि 3जना आमा छोरी भएर बाँकीको प्रिपरेसन गर्दै हुनुहुन्थ्यो। अनि प्रिपरेसन गर्दा गर्दै क्यान्डल त फुटेको परेछ एउटा। अनि बाँकीको 2टा क्यान्डल चाहिँ केकमा लगाइयो। सबै प्रिपरेसन सकिसकेपछि मम्मीको वेट हुँदै थियो। मम्मीको वेट हुँदा हुँदै चाहिँ दिदीलाई काँसो लागेर खटाउनु नसकेर तिनैजनालाई हाँसो लागेर हाँसेको हाँसै हुनुहुन्थ्यो। उहाँहरूलाई एकदम रमाइलो भयो। फाइनल्ली मेरो पनि काम सकियो। अनि त्यसपछि म कोठामा आएर बाहना बनाएँ। अनि त्यसपछि मम्मीलाई पनि कोठामा बोलाएँ। अनि मम्मी आउनुभयो अनि हामी सबैजना भएर मम्मीलाई सरप्राइज दियौँ। एकदम राम्रो झकास। धेरै धेरै धन्यवाद, धेरै धेरै धन्यवाद। लौ हेर नि पत्थर के गराएर बौलाई गाइछ भाइ म बाहिर लाउनु ह्यापी बर्थडे सल खोले नि हुन्छ। धेरै धेरै धन्यवाद नातिनीलाई। थ्याङ्क यू हजुरआमा। ल उ त्यहाँ बस्नु। ल बस्नु त। ओहो के नहुनी भाउ त गरेछन् बरैनी। यो त आएछ पहिला यो बाल्दो त खोइ त अझै उता थियो नि 3टा उस भयो के फुट्यो। यो हो। Happy birthday to you. Happy birthday to you. Happy birthday to you, dear mommy. Happy birthday to you. ल स्न्याप खिच है। स्न्याप। Happy birthday. तिमीबाट खिच के? Happy birthday to you. Happy birthday to you. Happy birthday dear mommy. Happy birthday to you. कस्तो लाग्यो त मम्मीलाई आजको बर्थडे सरप्राइज? एकदम राम्रो लाग्यो। म त सोचेकी चाहिँ थिइनँ त अब यो हो र? बनाउने भनी थिएँ। तिमीले यस्ता विधि विधि गरेका रहेछौ। भाती 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 भन्नुहुन्थ्यो के मेरो ससुरा बाले पहिला पहिला। ल ल ल ल ल ल काट्नु केक। ल ल ताली मारौँ ताली। Birthday to you. Happy birthday to you. Happy birthday dear mommy. Happy birthday to you. Happy birthday मम्मी। त्यसपछि सबैजना मिलेर मम्मीलाई केक खुलायौँ अनि एकदमै रमाइलो भयो बर्थडे पार्टीमा। बर्थडे मनाएर सकिसकेपछि हामी सबैजना चाहिँ बसेर गफगाफ गर्न थाल्यौँ। कसरी हामीले प्रिपरेसन गऱ्यौँ, कसरी सरप्राइज दिउँ भनेर।
त्यहाँ तिनी बोकेर यहाँ भित्रको भित्र पहिला यति यति पनि थाहा हुने त केही दिपिका त्यति राईदेखि गएको थियो नि पिरिङका त्यसपछि आइन् उहाँ दुध छोड्न जाने बेलामा आइन्। मैले घाँस हाल्दै थिएँ ल भाइ गोठाबाट नआउँदै गरेँ ल भित्र आइहाल्नुहोस् भनेर मलाई फोन गरेर अत्ता कता नि फाइनल्ली हाम्रो प्लान चाहिँ सक्सेसफुल भयो। सबैजनाले हाम्रो भिडियो हेरिदिनु होला अनि हाम्रो च्यानल सासु बुहारी इन्टरटेनमेन्टलाई चाहिँ सब्सक्राइब गर्नु होला है त।